सुकुम्बासीका नाममा हुकुमबासीको रजाई देखेपछि बालेनले चलाएका हुन् डोजर। नगर प्रमुख हुँदा नै गरेका थिए सक्कली र नक्कली सुकुम्बासीको पहिचान। हो दर्शकबिन, काठमाडौँका नदी किनारका अधिकांश सुकुम्बासी बस्तीमा बालेन शाहको डोजर चलेको छ। तर डोजर यसपटक मात्रै चलेको होइन, यस अघि पनि पटक पटक चलेका थिए। जतिखेर बालेन शाह प्रधानमन्त्री होइन, काठमाडौँ महानगरपालिकाका मेयर रहेका थिए। तर त्यतिखेर सत्तामा केपी शर्मा ओली भएको र ओलीकै संरक्षणमा रहेका हुकुमबासीहरूले सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाले त्यतिखेर बालेन शाह सफल भने हुन सकेनन्। त्यतिखेर अवस्था मुठभेड र झडपसम्म पुगेपछि बालेनको डोजर र महानगरका प्रहरी बल ब्याक हुन बाध्य भएका थिए। पछि अदालतले हस्तक्षेप गरेर बस्ती हटाउने बालेनको योजनामा अंकुश लगाइदिएको थियो। तर जसै बालेनले केपी शर्मा ओलीलाई हराएर देशको बागडोर आफ्नै हातमा लिए, तब उनले राज्यका सबै शक्ति लगाएर आफ्नो योजना पूरा गरी छाडे। बालेनको स्पष्ट अडान छ, खोला वा नदी किनारका सुकुम्बासी बस्तीहरूका वास्तविक सुकुम्बासीहरू सुरक्षित ठाउँमा स्थानान्तरणको पक्षमा रहेका छन्। तर जो सुकुम्बासीका नाममा देशका विभिन्न ठाउँमा घर र जग्गा जमिन भएका हुकुमबासीहरू छन्, उनीहरू राजनैतिक संरक्षणको आडमा सो ठाउँ छाड्न इन्कार गरिरहेका छन्। किनभने अहिले उनीहरूले सुकुम्बासीको नाममा हडपिरहेको राज्यको जमिन गुमाएमा राज्यले वास्तविक सुकुम्बासी पहिचान गर्दा आफूले अर्को ठाउँमा जमिन पाउँदिन भन्ने ती हुकुमबासीहरूलाई राम्रोसँग थाहा छ। तर सुकुम्बासी बस्तीभित्र कतिजना वास्तविक सुकुम्बासी हुन् र कतिजना सुकुम्बासीको नाममा राजनीतिक पहुँच बनाएर राज्यको सम्पत्ति कब्जा गरेर बसेका छन्, त्यो बालेन शाहले नगर प्रमुख हुनु पूर्व नै पत्ता लगाइसकेका थिए। बालेन शाह गहिराईमा पुगेर अध्ययन गरेपछि मात्रै कुनै पनि कदम अगाडि बढाउने पात्रमा पर्दछन्। सुकुम्बासीको हकमा पनि उनले एक एक तथ्याङ्क यस अघि नै संकलन गरिसकेकाले उनी कुनै हालतमा ब्याक हुने पक्षमा थिएनन्। वर्षेनी बर्खाको समयमा वास्तविक सुकुम्बासीको समस्याको दीर्घकालीन समाधानका लागि उनी कटिबद्ध भएर लागेका हुन्। उनले भनेका छन्, असली र नक्कली सुकुम्बासी छुट्याएर वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरिनेछ, ढुक्क हुनुहोस्। त्यसरी खोला किनारको सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दा त्यहाँ बस्नेहरूको जीवन असुरक्षित भएको र यसले राजधानीको ढल व्यवस्थापन प्रणालीमा समेत प्रत्यक्ष असर गरेकाले सिंगो राजधानीले यसको समस्या खेपिरहेको बालेन शाहको ठहर छ। त्यसैले प्रधानमन्त्री आफै भएको र गृह तथा रक्षा मन्त्रालय समेत आफ्नै अन्डरमा भएको समयमा बालेनले राज्यका सबै संयन्त्रहरू लगाएर